नमस्कार। वैदेशिक रोजगार डिमान्ड च्यानलमा फेरि स्वागत छ। आशा छ तपाईहरू सबै ठिक हुनुहुन्छ। हामी तपाईहरूलाई नयाँ विदेशी रोजगारका अवसरहरूको जानकारी दिन्छौँ। आज म तपाईहरूलाई कतारमा नयाँ रोजगारको जानकारी दिन लागेको छु। यस देशबाट उत्कृष्ट तलब सहित माग आएको छ। यो माग अकाउन्टेन्टदेखि सुपरभाइजर र मेसनदेखि बेल्डरसम्म विभिन्न किसिमका कामदारहरूको लागि हो। तर सुरु गर्नु अघि यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया तुरुन्तै सब्स्क्राइब बटन थिचेर च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। यसो गर्नाले तपाईले विदेशी रोजगारका अवसरहरूको नियमित समाचार पाउन सक्नुहुन्छ। तलको माग कतारबाट आएको हो। यो माग ब्रोचल बिल्डिङ कन्ट्र्याक्टिङ कम्पनीबाट आएको हो। वट 9,341,940। एकजना पुरुष अकाउन्टेन्ट को मासिक तलब 3,600 कतारी रियाल हो, जुन लगभग 1,75,660 रुपैयाँ हो। एकजना पुरुष असिस्टेन्ट अकाउन्टेन्टको मासिक तलब 3,000 कतारी रियाल हो, जुन लगभग 1,25,969 रुपैयाँ हो। दुईजना पुरुष असिस्टेन्ट स्टोन मेसनको मासिक तलब 1,200 कतारी रियाल हो, जुन लगभग 50,225 रुपैयाँ हो। एकजना पुरुष ब्रेक मेसन वेल्डिङ टेक्निशियनको मासिक तलब 1,200 कतारी रियाल हो, जुन लगभग 50,225 रुपैयाँ हो। दुईजना पुरुष कार्पेन्टर कन्क्रिट शोटरिङको मासिक तलब 1,200 कतारी रियाल हो, जुन लगभग 50,225 रुपैयाँ हो। एकजना पुरुष कार्पेन्टर प्लास्टर वर्करको मासिक तलब 1,200 कतारी रियाल हो, जुन लगभग 50,225 रुपैयाँ हो। दुईजना पुरुष ड्राइभर अल भेहिकल्सको मासिक तलब 1,400 कतारी रियाल हो, जुन लगभग 66,975 रुपैयाँ हो। एकजना पुरुष फोरम्यानको मासिक तलब 2,500 कतारी रियाल हो, जुन लगभग 1,08,639 रुपैयाँ हो। एकजना पुरुष जेनरल प्लम्बर हाउस प्लम्बरको मासिक तलब 1,200 कतारी रियाल हो, जुन लगभग 50,225 रुपैयाँ हो। तीनजना पुरुष लेबरको मासिक तलब 1,000 कतारी रियाल हो, जुन लगभग 41,865 रुपैयाँ हो। एकजना पुरुष पेन्टर बिल्डिङको मासिक तलब 1,200 कतारी रियाल हो, जुन लगभग 50,225 रुपैयाँ हो। एकजना महिला रिसेप्सनिस्ट फिमेलको मासिक तलब 2,500 कतारी रियाल हो, जुन लगभग 1,08,639 रुपैयाँ हो। एकजना पुरुष रिसेप्सनिस्ट मेलको मासिक तलब 2,500 कतारी रियाल हो, जुन लगभग 1,08,639 रुपैयाँ हो। तीनजना पुरुष स्किल वर्कर वेल्डरको मासिक तलब 1,200 कतारी रियाल हो, जुन लगभग 50,225 रुपैयाँ हो। दुईजना पुरुष स्टोन मेसनको मासिक तलब 1,200 कतारी रियाल हो, जुन लगभग 50,225 रुपैयाँ हो। एकजना पुरुष सुपरभाइजरको मासिक तलब 2,500 कतारी रियाल हो, जुन लगभग 1,08,639 रुपैयाँ हो। ड्युटी दिनको 8 घण्टा र हप्ताको 6 दिन हो। वार्षिक बिदा कम्पनीको नियम अनुसार हुनेछ। सेवा शुल्क 10,000 रुपैयाँ मात्र। करार अवधि 2 वर्ष हो। अन्तर्वार्ता जेठ 6 गते अर्थात् 20 मे 2026 संस्थाको कार्यालय काठमाडौँमा हुनेछ। कृपया तुरुन्त सम्पर्क गर्नुहोस् र यो अवसर नगुमाउनुहोस्। सम्पर्क 01590326 985-110565 सेन्टोसबाट 97798102590009 मेगेट बोगेटे ओभरसिज एम्प्लोइमेन्ट पोर्टल वसुन्धरा 3 काठमाडौँ। कृपया यो भिडियो आफ्ना साथीभाइ र परिवारलाई लाइक र सेयर गर्नुहोस् ताकि उनीहरूले कुनै पनि रोजगारको अवसर नगुमाउन्। अन्तमा यस च्यानलका अन्य भिडियोहरूबारे बताउन चाहन्छु। राम्रो तलब सहित धेरै माग्छन्। तपाईँ ती भिडियोहरू हेर्न र आफूलाई उपयुक्त लाग्ने सबैभन्दा राम्रो जागिर छान्न सक्नुहुन्छ। हेर्नुभएकोमा धन्यवाद। अर्को भिडियोमा भेटौँला। धन्यवाद।